मान्छे नचिनेर एक्लो भएको होइन म। जब मान्छेहरूलाई नजिकबाट चिन्न थाले त्यसपछि पो एक्लो हुन थाले। पहिले सबै आफ्ना लाग्थे, सबैको कुरा साँचो लाग्थ्यो, सबैको साथ स्थायी लाग्थ्यो। तर समयले धेरै अनुहारहरू चिनायो। कतिले साथको नाटक गरे, कतिले विश्वासको व्यापार गरे। अनि मैले बुझेँ सबै मुस्कानहरू साँचो हुँदैनन्। त्यसपछि बिस्तारै भिडभन्दा एकान्त प्यारो लाग्न थाल्यो। किनकि एक्लोपनले कहिल्यै धोका दिएन, तर आफ्ना भनिएकाले धेरै दिए। अब गुनासो कसैसँग छैन। उनीहरू सही, म गलत, कुरै सकियो। किनकि हरेक कुरा प्रमाणित गर्न खोज्दा आफ्नै शान्ति हराउँदो रहेछ। त्यसैले अब मौन बस्न सिकेको छु। समयले जसलाई बुझ्नुपर्छ उसले एक दिन बुझ्नेछ, र जसले बुझ्न चाहँदैन उसलाई 1000 शब्दले पनि बुझाउन सकिँदैन। आज एक्लो छु भने दुखी छैन, किनकि अब कम्तीमा नक्कली साथ भन्दा साँचो एकान्त रोज्न सिकेको छु।